कहिले कहिले त अब नक्कल पनि गर्नुपर्छ नि त मान्छे भएपछि हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल र तपाईँलाई फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ र आज त म तपाईँहरूलाई मेरो मेकअप बक्समा है के छ देखाउन गइरहेको छु वाट आई किप इन माई मेकअप बक्स ओके र है म त फर्स्टमा त्यही तपाईँलाई के देखाउन गइरहेको छु भने मलाई मेकअपको त त्यति आउँदैन मैले कोर्स केही पनि गरेको त छुइनँ बट है तपाईँलाई के छ मेरोमा मेकअप बक्सको मेकअप के छ है मेकअपको सामानहरू त्यो त तपाईँलाई देखाउन गइरहेको छु ओके म तपाईँहरूलाई फर्स्ट पर्फ्युम मेरो पर्फ्युम है एक्वाको पर्फ्युम देखाइरहेको छु र सेकेन्डमा चाहिँ टोनर मामाअर्थको युज गर्छु र त्यसै गरी एलोभेरा यो त म प्राइमरको सट्टामा पनि युज गर्छु है यसले काम दिन्छ नि त प्राइमरको बदली यो युज गरे पनि हुन्छ एलोभेरा जेल अन्त यो पतञ्जलीको अनि मोइस्चराइजर मामाअर्थ यो पनि युज गर्छु अनि म यो निभियाको पनि गर्छु दुईटै गर्छु यो मोइस्चराइजर मलाई दुईटै फाप्छ नि त त्यही भएर म दुईटै युज गर्छु देन मोस्ट अफ द इम्पोर्टेन्ट सनस्क्रिन मैले यो लेक्मीको चाहिँ मैले पहिला लोटसको लाउँदै थिएँ त्यो भएर अहिले त मैले लेक्मीको चाहिँ अस्ति अर्डर गरेको थिएँ एकदम राम्रो लाग्यो 50 SPF को छ राम्रो छ एकदम जसले युज गर्नुभएको छ उहाँलाई थाहा होला है मलाई त एकदम राम्रो लाग्यो यो त्यो भएर म त अब यही युज गर्छु भनेर सोचेको पहिले त मैले लोटसको गर्दै थिएँ नि त त्यो भएर अहिले मलाई यो लेक्मीको एकदम राम्रो लाग्यो त्यो भएर त यही युज गर्छु है म अब त देन आई हेभ फाउन्डेसन देखाउँदैछ है तपाईँलाई म यो त मैले पहिला युज गर्थेँ यो फिटमीको मेबेलिनको त्यसपछि त मैले अहिले नेक्स्टमा त कुन चाहिँ चेन्ज गरेको छु भने चाहिँ लेक्मीको 925 यो युज गरेको छु एकदम राम्रो हुन्छ जसलाई फाप्छ है जसलाई सुट गर्छ उहाँलाई त राम्रो हुन्छ मलाई त यसले पनि युज गरेँ त्यो भएर म एकदम अहिले त लेक्मीको चाहिँ युज गरिरहेको छु र अब त तपाईहरुलाई म मेरो कन्सिलर देखाउँदैछु यो दुईटै युज गर्छु र एकदम राम्रो फिनिसिङ आउँछ यसले पनि राम्रो छ देन अब चाहिँ हाइलाइटर यो त मैले एमाजोनबाट मगाएको थिएँ एकदम राम्रो लाग्यो यसमा चाहिँ हाइलाइटर प्लस कन्सिलर काउन्टर सबै छ राम्रो हुन्छ यो पनि देन मेरो यो भयो आइब्रो बनाउने यो पनि मैले एमाजोनबाटै मगाएको अर्डर गरेको सबैभन्दा ज्यादा मेरो चाहिँ कलेक्सन के छ भने चाहिँ लिपस्टिक मलाई लिपस्टिकको कलेक्सन एकदमै तर मलाई मन परेको भनेको चाहिँ सबै ओरेन्ज है पिङ्कमा छ अनि रेडमा दुईटा छ प्राय म त रेडै मनपर्छ नि त मलाई रेडै मनपर्छ त्यो भएर म रेड चाहिँ ज्यादा लाउँछु युज गर्छु है त्यही लिपस्टिक भयो अनि के छ अरू अनि यो चाहिँ आई स्याडो मलाई सबैभन्दा मनपर्ने चाहिँ यो हो तर बट मलाई लाउनै आउँदैन क्या यो अस्ति पनि बहिनीले लगाइदिनु भएको थियो यस्तो चाहिँ राख्नु त मनपर्छ तर मलाई लाउनै आउँदैन आई स्याडो छ अनि अर्को पनि छ लाउनु त एकदम मनपर्छ तर मलाई लाउनै आउँदैन म युट्युबबाटै सिक्छु है लाउनु युज गर्नुको लागि चाहिँ राम्रो छ साइड सबै
यो त भयो मेरो आई स्याडो। अब तपाईहरुलाई म के देखाउनु, र यो त मेरो ब्रस। यो मैले फ्लिपकार्टबाट मगाएको थिएँ, अनि सेटमै अहिले सबै चाहिँ राम्रो पनि हुन्छ अनि चिप एन्ड बेस्ट, पैसा पनि प्राइस पनि अलिक कम छ यसको, राम्रो आउँदो रहेछ। त्यही भएर मैले फ्लिपकार्टबाट मगाएको थिएँ। यो यहाँभित्र टिका पनि छ मेरो। अनि हाइलाइटर यो मलाई बहिनीले गिफ्ट गर्नुभएको थियो रिभोल्युसनको, यसमा सबै सेटै छ। हाइलाइटर यो पनि म युज गर्ने गर्छु कहिलेकाहीँ, राम्रो हुन्छ यो पनि। र यो चाहिँ भयो मेरो रोज पाउडर लेक्मीको, यो पनि एकदम राम्रो हुन्छ, फिनिसिङ राम्रो दिन्छ यसले पनि। त्यसमा फेरि यो छ मेरो बनानाको पाउडर, यो पनि राम्रो हुन्छ। मैले फर्स्ट टाइम युज गरेको, मलाई त एकदम राम्रो लाग्यो है यो पाउडर। अनि मेरो यो कम्प्याक्ट, पनि लेक्मीकै हो, बट यसको कभर चाहिँ फुटेर झरेको छ एकदम। यो पनि राम्रो हुन्छ, सकि पनि रहेको छ, राम्रो हुन्छ है लायो भने। मैले कति 4 इयर्सको भइसक्यो यो लाएको, राम्रो हुन्छ एकदम लेक्मीको हो। अहिले त मैले यो रोज पाउडर है यो युज गर्दैछु। र मस्कारा है, यो मस्कारा पनि मेरो मेबेलिनको छ, यो पनि एकदम राम्रो हुन्छ, मलाई राम्रो लाग्छ। अनि यो भइहाल्यो है। र यहाँ त मेरो ब्लसर छ, अनि नाइकाबाट मैले है अर्डर गरेको थिएँ, एकदम राम्रो हुन्छ ब्लस चाहिँ। र अरू त तपाईलाई म यो के देखाउनु, यति नै थियो मेरो मेकअप बक्समा है। के थियो तपाईलाई देखाइसकेको छु। र मलाई खासै मेकअप गर्नु त आउँदैन, बट म कलेक्सन मतलब राख्नु, सामानहरू राख्नु एकदम मलाई मनपर्छ नि त, अनि थुपार्नु राख्नु है। अनि कहिले कहिले अब युट्युबमा हेरेर सर्च गरेर सिक्ने गर्छु, कहिले कहिले अब नक्कल पनि गर्नु पर्यो नि त मान्छेले। र आज चाहिँ भिडियो के बनाऊँ भन्दाखेरि त मैले अब मेरो मेकअप बक्समा त के छ तपाईहरुलाई देखाउनको लागि चाहिँ यो मैले छोटो भिडियो, सर्ट भिडियो बनाएको छु। र तपाईहरुलाई के कस्तो लाग्छ हेरेर लाइक शेयर कमेन्ट गरिदिनु होला मन पर्यो भने है। र आजको भिडियो त यति नै थियो, र तपाईहरुलाई देखाइसकेको छु मेरो मेकअप बक्समा के छ भनेर है, के थियो भनेर। र खासै मेरो मेकअपको सामानहरु त छैन, तर पनि जस्ट मेरोमा के थियो है तपाईहरुसँग शेयर गरेको छु, देखाएको छु। मलाई खासै मेकअप पनि गर्न आउँदैन, तर पनि है अब यसरी कलेक्सन गरेको सामान मैले तपाईलाई देखाएको छु। र तपाईलाई यो भिडियो के कस्तो लाग्यो हेरेर प्लिज, जति पनि नयाँ भ्युअर्सहरु हुनुहुन्छ प्लिज सब्स्क्राइब गरिदिनु होला मेरो च्यानललाई। ओके बाइ बाइ, सी यू नेक्स्ट भिडियो।